जति मन गर्यो गर्यो चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन्दा के भयो चक्लेट किनेपछि समातेर निचारेर खचाककुचुक पारेर जिउँदै नजलाएर राँडीको छोरो पुरा मोबाइल ठडाएर क्वेसन गरेर पुरा सुनेर मजा लिइरहेछ होइन म्यासल रन्डीको बानहरू म्यासल नेपालमा त यही हो क्या त्यही भएर मान्छेले यो गाह्रो मान्दैन कि इजी मान्छे त्यस्तो अपराध गर्न पनि मान्छे मार्ने बलात्कार गर्ने यो ठुल्ठुलो अपराध गर्नेहरू मान्छे काटेर मान्छेको टाउको बोकेर पुलिस स्टेसन गएर मैले मारेको हो भनेर मान्छे किन जान्छ त किनकि पुलिस स्टेसन गएपछि सेफ हुन्छ बाहिर हिँड्यो भने त्यसलाई पनि छोड्दैन मान्छेले मार्छ त्यो भएको हो कि नेपालमा त अब यो हेर न अब कसरी सोधिरहेको यो मान्छे चाहिँ पीडित जस्तो यो मान्छे चाहिँ पीडित जस्तो पीडितलाई सोधेको जस्तो क्वेसन सोधिरहेछ क्या के गर्यो कसरी गर्यो के खुवायो कता गयो कति टाइम लाग्यो कतिजना थियो यदि यो मान्छे अपराधी हो भनेर थाहा भइसकेपछि किन सोध्नु पर्यो मान्छे मरेर जाने मान्छे मरिसक्यो पीडित फाइदाको लागि होइन त यो पैसा कमाउनको लागि होइन त यो भ्युजको लागि होइन त यो भिडियो गरेको मान्छेलाई सुनाएको हामी यहाँ प्रदेशमा बसेको मान्छेको हात खुट्टा काम छ छोराछोरी होला कतिको त्यस्तै त्यही उमेरको कतिको ठुलो छ कतिको सानो होला आफ्नो बच्चाहरू सम्झेर आफ्नो दिदीबहिनी सम्झेर डर लागेर हात खुट्टा काम छ हाम्रो यहाँ बसेर त्यहाँ बसेर तिमीहरू पैसा कमाउनको लागि पुरा सेभ गरेर मजा लिइरहेछ राँडीको छोराहरू म्याच